श्रीमानले स्टेजमा अवार्ड पाउँदै गर्दाखेरि श्रीमती तपाईँ होइन तपाईँको सपोर्टले गर्दाखेरि आज भोजराज थापा साँच्चै नै भोजराज थापा बन्नुभएको छ। कतिको प्राउड फिल लाग्छ भोजराज सरको काम र आज स्टेजमा देख्दै गर्दाखेरि कस्तो लाग्यो तपाईँलाई? एकदम खुसी लाग्यो। उहाँले वर्षौँदेखि गरेको कर्मको फल पाउनु भएको छ। खुसी छु, एकदमै खुसी हुनुहुन्छ होइन? ओके, भोजराज दाइलाई मैले सोध्न चाहेँ, आज पहिलोपटक होला यतिका धेरै दर्शकहरूले यतिका धेरै मिडियाकर्मीले तपाईँको बुवा आमा सहितको फोटो पनि त्यहाँ देख्नुभयो होइन? त्यति बेला मैले पनि एकदमै प्राउड फिल गरेँ होइन? एकदमै सम्झेँ उहाँहरूलाई। आज बुवा आमालाई चाहिँ कतिको मिस गरिराख्नु भएको छ? सबैभन्दा पहिला त्यहाँ बुवा आमाको फोटो डिस्प्लेमा देखियो होइन, मलाई त कति खुसी लाग्यो नि होइन। यो साँच्चै मैले एक्सपेक्ट नै गरेको थिइनँ मेरो बुवा आमा त्यहाँ देखिनुहुन्छ, मेरो श्रीमती त्यहाँ देखिन्छन् भनेर मैले त्यो कुरा एक्सपेक्ट गरेको थिइनँ। तर मलाई आज यो धरतीमा जन्माइरहने बुवा आमालाई मैले यति बेला सम्झेन भने मलाई पाप लाग्छ। मैले मेरो बुवा आमालाई सहृदयका साथ सम्झिएको छु। अब एकैछिनमा यहाँबाट निस्किने बित्तिकै फोन गरेर मैले यसरी अवार्ड पाएँ है भनेर जानकारी पनि दिनेछु। साँच्चीकै बुवा आमा कति धेरै खुसी हुनुहुनेछ आज छोराले एउटा गर्व गर्न लायक काम गर्यो अथवा एउटा यस्तो राम्रो पुरस्कार पायो भनेर, र बुवा आमाले पनि त्यो प्राउड गर्नुहुनेछ मैले धरतीमा मेरो छोरालाई जन्माएर होइन एउटा गर्व गर्न लायक छोराको जन्म भएको रहेछ भनेर म एकदमै खुसी छु। यो पलमा मैले यो मेरो अवार्ड, यो सम्मान पत्र मेरो बुवा आमालाई पनि समर्पित गर्न चाहन्छु। ओके, अब स्टेजमा उहाँको लागि एकदमै ठुलो ताली बज्यो होइन? उहाँले यति धेरै गरिब दुखी असहायलाई सहयोग गर्नुभएको छ कि त्यसको हिसाब किताब सायदै राख्न एकदमै मुस्किल हुन्छ। कतिको उहाँलाई सपोर्ट गर्न, उहाँलाई हौसला गर्नमा तपाईँको एकदमै ठुलो हात रहेको छ, यो सबैलाई थाहा छ। र पनि आज श्रीमानलाई बधाई दिनु पर्यो भने यतिका धेरै मिडियाले खिचिराख्नु भएको छ, के भन्नुहुन्छ श्रीमानलाई? मेरो साथ त उहाँलाई सधैँभरि छ होइन। उहाँले सधैँ राम्रो काम गर्नुहुन्छ, गर्नुभएको छ। उहाँ नराम्रो काममा कहिले पनि लाग्नु हुँदैन। म उहाँप्रति मेरो एकदम विश्वास छ क्या। विश्वासले नै अब हाम्रो सम्बन्ध यहाँसम्म आइपुगेको छ है। अझै राम्रो गर्नुहोस्, अझै त्यही भन्न चाहन्छु। ओके।